नमस्कार। एउटा आर्टिकलको सानो समरी भनिदिनु मन लाग्यो मलाई। यो आर्टिकल चाहिँ तपाईँको 2008 को इनिसियल पार्टमा लेखिएको हो। त्यति बेला हाम्रो गोर्खाल्यान्डको मुभमेन्ट चल्दै थियो है, यो सेकेन्ड फेज गोजामोमो हाम्रो विमल गुरुङको लिडरसिपमा फेरि गोर्खाल्यान्ड मुभमेन्ट चर्किएको थियो र त्यो समयमा यो लेखिएको आर्टिकल हो। यो आर्टिकल मैले लेखेको र छापिएको चाहिँ थियो तपाईँको दार्जिलिङ times.com भन्ने म्यागजिनमा। त्यो म्यागजिन अहिले डिफङ्क छ, अहिले छापिँदैन र त्यसको वेबसाइट पनि छैन, त्यो आर्टिकलै उडेर गयो। तर यो चाहिँ मैले फर्चुनेटली मेरो ब्लगमा राखेको थिएँ र अहिलेसम्म एभाइलेबल छ र एकदमै इम्पोर्टेन्ट आर्टिकल छ यो। यसमा चाहिँ के इम्पोर्टेन्ट छ र हाम्रो आउने नानीहरूले याद गर्नुपर्ने इन्फर्मेसन चाहिँ यो आर्टिकलले चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट रिपोर्टको बारेमा बात गर्छ र यो रिपोर्टको नाम चाहिँ तपाईँको यो तपाईँ हेर्नुहोस् है, दार्जिलिङ तराई सेटलमेन्ट रिपोर्ट 1898 मा छापिएको यो रिपोर्ट हो र यो रिपोर्टको तपाईँको अथर चाहिँ शशि भूषण दत्त भन्ने मान्छे, अफिसर, त्यो टाइमको सेटलमेन्ट अफिसर हो र यसलाई छाप्ने प्रेस चाहिँ हो तपाईँको बेङ्गल सेक्रेटेरिएट प्रेस कलकत्ता र 1898 मा छापिएको है यो रिपोर्ट चाहिँ। र यो रिपोर्ट इम्पोर्टेन्ट एकदमै हाम्रो लागि किन छ भने यो रिपोर्टले दुईटा कुरा गर्छ। एउटा चाहिँ यो 19th सेन्चुरीको यो लास्टतिर चाहिँ हाम्रो यो दार्जिलिङ तराईको जियोग्राफिकल एक्सटेन्ट चाहिँ कति थियो र सेकेन्डली दार्जिलिङ तराईको पपुलेसन कम्पोजिसन कस्तो थियो त्यो समयमा। र यो दुईटै इन्फर्मेसन हाम्रो लागि एकदमै इम्पोर्टेन्ट हो। त्यसले गर्दा मलाई लाग्छ यसमा हामीले बात गरिबस्नुपर्छ, हाम्रो नानीहरूसँग यो डिस्कसन गरिबस्नुपर्छ, सो द्याट पछाडि गएर उनीहरूले पनि यो इन्फर्मेसन उहाँको त्यो जति पनि अब अलिकति अवेर नानीहरूकोले राखोस् यो इन्फर्मेसन भनेर। र फर्स्ट चाहिँ तपाईँको जियोग्राफिकल एक्सटेन्ट अफ दार्जिलिङ तराई एट द एन्ड अफ 19th सेन्चुरी। र यो इन्फर्मेसनको कन्टेक्स्टमा के इम्पोर्टेन्ट छ भने दार्जिलिङ तराई चाहिँ त्यो टाइममा हाम्रो जहाँबाट पहाड समाप्त हुन्थ्यो, जस्तो फुट अफ द माउन्टेनदेखि लिएर पूर्णिया डिस्ट्रिक्टको बोर्डरसम्म पुग्थ्यो अरे हाम्रो दार्जिलिङ तराई चाहिँ त्यो समयमा। र यसको ल्याटिट्युडिनल र लङ्गिट्युडिनल एक्सटेन्ट पनि यहाँ छ यो आर्टिकलमा। अनि त्यो दार्जिलिङ तराई चाहिँ तपाईँको हामीले त्यसको अलिकति मेजरमेन्ट हेर्दा चाहिँ नर्थदेखि साउथ चाहिँ त्यसको चाहिँ 18 माइल त्यसको लम्बाइ र इस्टदेखि वेस्ट चाहिँ 16 माइल यो चाहिँ मेजरमेन्ट रहेछ। र त्यो एरिया चाहिँ सर्वे गर्दा चाहिँ कति भेटेको रहेछ भन्दाखेरि झन्डै 230 स्क्वायर माइल। र यसलाई तपाईँले किलोमिटरमा कन्भर्ट गर्दा चाहिँ यो अप्रोक्सिमेटली 600 स्क्वायर किलोमिटर जस्तो हुँदो रहेछ। अहिलेको हाम्रो कालिम्पोङ डिस्ट्रिक्टभन्दा अलिकति सानो। र यसको चाहिँ अन्त नर्थमा चाहिँ हिल पोर्सन अफ दार्जिलिङ डिस्ट्रिक्टले बाउन्ड गरेको, साउथमा पूर्णिया डिस्ट्रिक्ट, इस्टमा जलपाइगुडी डिस्ट्रिक्ट र वेस्टमा चाहिँ हाम्रो नेपाल। यो चाहिँ हाम्रो जियोग्राफिकल एक्सटेन्ट भयो दार्जिलिङ तराईको त्यो समयमा 1898 को रिपोर्टमा। अनि यो तपाईँको त्यो समयमा हाम्रो दार्जिलिङ तराईको यो हाटहरू हो, बजार एरियाहरू, यो सरकारी बजार र मुनि गएर तपाईँको यो चाहिँ तपाईँको हाम्रो प्राइभेट, यो त्यति इम्पोर्टेन्ट छैन हाम्रो लागि। सेकेन्ड इम्पोर्टेन्ट एकदमै झन् बेसी याद गर्नुपर्ने चाहिँ डेमोग्राफी अफ दार्जिलिङ तराई, त्यहाँको त्यो समयको पपुलेसन कम्पोजिसन चाहिँ कस्तो थियो दार्जिलिङ तराईको। किनभने अहिलेको जुन चाहिँ कम्पोजिसन छ त्यस्तो थिएन, त्यति बेला एकदमै अलगै थियो। र यो तपाईँको त्यति बेला 1872 देखि लिएर 91 को तपाईँको पपुलेसन, ब्रड पपुलेसन हो। यो त्यति इम्पोर्टेन्ट छैन हामीलाई। एकदमै इम्पोर्टेन्ट चाहिँ छ हामीलाई यो दार्जिलिङ तराई पपुलेसन एन्ड कास्ट डिस्ट्रिब्युसन इन 1891 को सेन्ससमा चाहिँ तपाईँले हेर्नुभयो भने यस्तो प्रकारको कम्पोजिसन छ। थुप्रो जातहरू छ है, भुटिया, ब्राह्मण, दमाई, घरती, गुरुङ, कामी, खम्बु, कचे, यो कोचेहरू हो, लेप्चाज, यो मुन्डाहरू छ, ओराउँ, यिनीहरूको एकदम पपुलेसन बेसी छ।
र यसलाई चाहिँ मैले के गरेको छु भने यसलाई अझै सजिलो प्रकारले ब्रड एथनिक कम्पोजिसन क्याल्कुलेट गर्दा चाहिँ यो चाहिँ के देखिँदैछ भने 1891 को सेन्ससमा दार्जिलिङ तराईमा लेप्चाहरू चाहिँ 3% रहेछ त्यहाँको टोटल पपुलेसनको हिसाबले हेर्दाखेरि 3% चाहिँ लेप्चाजहरू, भुटियाहरू 1% अलिकति बेसी त्योभन्दा, र नेपाली स्पिकर्सहरू चाहिँ अप्रोक्सिमेटली 27%। अनि त्यो समयमा हाम्रो बेङ्गोलिजहरू दार्जिलिङ तराईमा एकजना पनि थिएन, यो विच इज भेरी इम्पोर्टेन्ट इन्फर्मेसन। अन्त अदर्समा चाहिँ तपाईँको ओराउ, कोचे र तपाईँको यो साइक यो जोडेर चाहिँ क्लोज टु 69%। र यो कम्पोजिसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ हामी सबैले याद गर्नको लागि। सो गोर्खाको कम्पोजिसन वाज क्लोज टु 27% इन दार्जिलिङ तराई एज पर 1891 सेन्सस। लेप्चाजहरूको 3% अनि भुटियाजहरूको 1.1%। र यो चाहिँ अहिले हामीले यहाँको डेमोग्राफिक कम्पोजिसन हेऱ्यो भने एकदमै अलगै छ। अहिले नेपाली स्पिकर्सहरू 10% पनि छैन होला। र यो इन्फर्मेसन हामीले नोट गरेर राख्नुपर्छ, पछाडि फ्युचरमा रेफर गर्नु हामीलाई काम लाग्छ। थ्याङ्क यू।